गुड मर्निङ सबैजनालाई। 2082 साल फागुनको 21 गते भएको चुनाव जस्तै यो प्रत्यक्ष र समानुपातिक चुनावको चाहिँ मत परिणाम थाहा पाउनका लागि सबैभन्दा सजिलो उपाय म हजुरहरूलाई सिकाउन गइराखेको छु। सबभन्दा पहिला मोबाइलमा गुगलमा जानुहोस्। गुगलमा गइसकेपछि ENC सर्च गर्नुहोस्। अनि यहाँ हजुरले देख्नुहुन्छ निर्वाचन आयोग, त्यसमा जानुहोस्, त्यसलाई क्लिक गर्नुहोस्। एकछिन त्यो खुलिसकेपछि चाहिँ हजुरले त्यो वेबसाइटभित्र जानुहुनेछ। त्यसमा गएर निर्वाचन मतदाता नामावली प्री रजिस्ट्रेसन अत्यावधिक मतदाता नामावली निर्वाचन परिणाम बुलेटिन छ। निर्वाचन परिणाममा जानुहोस्। हजुर त्यसमा चाहिँ हजुरले पाउन सक्नुहुन्छ अहिलेको मतगणना अनुसार अग्रता स्थानमा कुन छ। विजय 0 छ, अग्रतामा रहेको छ। धेरै ठाउँमा अग्रतामा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अनि नेपाल कम्युनिस्ट पार्टी 3 ठाउँमा र नेपाली काङ्ग्रेस 1 ठाउँमा रहेको छ। अहिलेको मतगणना अनुसार यसरी हजुरहरूले हेर्न सक्नुहुनेछ। अनि यसलाई क्लिक गर्नुभयो भने कुन ठाउँमा नि अझै अग्रता छ भनेर नि अझै राम्रोसँग नि हेर्न सक्नुहुन्छ। हस्, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। लाइक, सेयर, कमेन्ट गर्नुहोला।